हेलो गाइस, दर्शक नमस्ते। म चाहिँ तपाईहरुमा आज हैन मलाई हल्का थाहा भएको कुरा शेयर गर्न मन लाग्यो हैन। तपाईहरुलाई म एउटा आज हेरियो चाहिँ आलु हो हैन। आलुलाई चाहिँ पातलो काटेर मैले पनि युट्युबमै हेरेर थाहा पाएको हैन। यो पानी परेको बेला चाहिँ हैन गाडीको लुकिङ ग्लास हैन, यो आलुलाई पातलो काटेर यो गाडीको लुकिङ ग्लासलाई काटेर दल्यो भने चाहिँ तपाईको के हुन्छ भने जति पानी परे पनि के हेर्नुस् है, यो सिसा चाहिँ एकदम क्लियर देख्दो रहेछ के। मैले पनि बिहान यहाँ पानी परिरहेको थियो, अहिले पनि हल्का परिरहेको छ। हेर्नुस् है, तपाई आलु काटेर लुकिङ ग्लासमा दल्दिनु भयो भने पानी अडिदो रहेनछ। यहाँ हेर्नुस् है, यतातिर त्यस्तो पानी भइराखेको छ अगाडि, अनि उतापट्टिको लुकिङ ग्लासमा पनि हेर्नुस् है। हेर्नु त कति क्लियर देखेछ नि हो। तपाईहरुले पनि विशेष गरी गाडी चलाउने दाजुभाइले एकचोटि ट्राई गर्नु होला हैन। हेर्न सक्नुहुन्छ तपाई कस्तो क्लियर देख्छ नि। आलुलाई पातलो काट्ने, पातलो काटिसकेपछि तपाईको पानी परेको बेलामा है यसरी लुकिङ ग्लासमा तपाईले यसरी यस्तो गर्नुपर्छ के यसलाई हैन। यसलाई यसरी यसरी दल्नु भयो भने चाहिँ पानी अडिँदैन, बाटो हिँड्न सजिलो हुँदो रहेछ। यहाँ चाहिँ अहिले पानी पर्ने सिजन हुन्छ, साउदीमा चाहिँ यहाँ जाडो मौसममा पानी पर्छ नि त, त्यही भएर है त। दाजुभाइले पनि कोले अब ट्राई गर्नु भएको छ भने कमेन्ट गर्नु होला। नत्र यस्तो छ गाइज। ओके गाइज, पछि फेरि अर्को भिडियोमा भेटौँला। तपाईहरुलाई मन पर्यो भने लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला है। मेरो युट्युब च्यानल नेवार कान्छालाई पनि सब्सक्राइब गरिदिनु होला गाइज। ओके, बाई बाई, कीप लभ, कीप सपोर्टिङ गाइज।